हेलो आन्टी आज कस्तो लागेको छ हामी आयौँ तपाईहरुलाई एकदम खुसी लाग्दैछ तिमीहरुलाई अंगुर खाउनु पाएको अनि आज हामी चाहिँ आन्टीहरुको घर आएको अनि आएर चाहिँ हेर्नुस् न आन्टीहरुले अर्ग्यानिक अंगुर खाए अनि हामी चाहिँ खाएर पनि हेर्नुस् जाँदै छु कस्तो लाग्छ भन न यहाँ मलाई त एकदम मजा आइराछ नि अब बजारतिर लग्यौ भने पैसा छैन बजारको के खानु बजारको त हामी खाएर वक्कै भएको छौं यो जंगल हेर्नु आयौं धेरै राम्रो लाग्यो पहिली बार पनि हामी यहाँनेर आएको थियौं आन्टीहरुको घर अनि घुम्ने ठाउँ भनेकै यो पार्क पनि नजिक छैन हजुर अनि यति राम्रो पहिली बार हामी आउँदा यति धेरै जंगल थियो हैन घुस्ने ठाउँ पनि थिएन अनि अहिले चाहिँ हामीले कति वर्ष पछाडी आउँदा चाहिँ यति राम्रो सुन्दर के पुरा सम्म बनाएको थियो हैन पहिला त कस्तो सम्म थिएन नि यस्तो सम्म थियो र पहिला सम्म थियो तर यो भित्र पुरै झारी थियो नि त खोइ कोन्दामा त दोजर लाएर सफा गरेको यो दोजर लाएर सम्म बनाएर हेर्नु न किम्बुको बोट यति धेरै रोपेको रहेछ अनि हामीले खायौं यहाँनेर छ बहिनीहरु अगाडि अगाडि हिँड्दैछ अनि म चाहिँ यहाँनेर आन्टीलाई इन्टरभ्यु लिँदैछु तर नजिक पार्क छ पार्क भनौं न अब हाम्रो लागि त नीलगाई आउँछ यो के गोबर अरे नीलगाईको गोबर हो र यस्तो हुन्छ यसको मल लगेको मैले लिएर जानु नि त उसमा सागमा लगाइदिनु थोरै छ न के दुई दुख हुन्थ्यो त अनि पहिला हामी आउँदा चाहिँ यस्तै थियो गाई चाहिँ यहाँनिर चाहिँ खाल्टा र खुल्टी उपरलाई नि चाहिँ पुरा काँडा थियो यता चाहिँ भाग्छ डरले अनि त्यसपछि अहिले चाहिँ हेर्नु न यति राम्रो ठाउँ के यो चाहिँ पोखरी जस्तै छ यहाँनिर चाहिँ हेर्दाखेरि पानी जमेको छैन यहाँनिर हेर्नुस् त यति धेरै सम्म छ कति राम्रो मतलब नानीहरू खेल्नु भने पनि यति राम्रो छ यसको जरा हैन यो काँडा होला यसको जरा खायो भने पाइल्सहरु हुन्छ नि हो र हेर्नुस् गाई चाहिँ यो काँडा खायो भने चाहिँ पाइल ठिक हुन्छ अरे काँडाको जरा खायो भने पाइल ठिक हुन्छ हेर्नुस् यदि तपाईहरुलाई कोही मैले पनि देख्नु त देखेको थिएँ उसमा हैन भिडियोमा यो चाहिँ हेर्नु न किम्बु यति सानो सानो दाना जंगली होला पहिलादेखिकै थियो यहाँ हेर्नु सेतो खालको किम्बु हेर्नुस् है साथी हो यो चाहिँ काँचो होइन यो चाहिँ पाकेको यो सेतो खालको हो अनि यो चाहिँ ब्ल्याक एन्ड रेड कलरको त्यसै नमिठो हो मैले पनि पहिलो बार देखेको यो मैले यत्रो दिनमा अहिले के एउटा स्यालफुस्रे भन्दैन न अन्त यो त फल्नु त फलेछ हाम्रो त्यो स्यालफुस्रे यो हेर्नु न फल्नु त फलेछ त्यो अन्जिर हो यो कुन त न दाना त्यसै त अन्जिर हो अनि यो पार्कको चाहिँ बस्ने मान्छे के भन्छ अरे रुङ्ने मान्छे चाहिँ यो मान्छे हैन यो यही बस्दो रहेछ कालो मान्छे कालो मान्छे अहिले मार्लाई अहिले म यो उसमा लाउँछु नि अनि त्यसपछि आन्टीलाई भन्छ ए के भन्छ अरे तपाईलाई आन्टी के भन्छ ए माइजी पनि मलाई यस्तो भन्नु हुँदो रहेछ भन्नुहुन्छ नि यहाँ चाहिँ यो जति पनि जङ्गलको ऊ छ नि यहाँ चाहिँ यो मान्छेले हेर्दो रहेछ हैन यता त रेखदेखि हैन तर मान्छेहरूलाई त आउनु दिँदो रहेछ हैन उनीहरू त उहाँ हाम्रो त्यो सामान लिनु कहाँ नदिनुहुन्छ हो सामान के माग्नु जान्छ हाम्रो नानीहरू चाहिँ पर पुगिसकेको छ अनि यहाँनिर चाहिँ छोडो भनेर रोइराखेको छ नानी यहाँनिर चाहिँ त घर त राम्रै बनाएको रहेछ हैन के भयो कामना तर यस्तो खालको बनाउँथ्यो हो यो आफै गरेर त पोल्नु होला यहाँनिर हेर्नुहोस् घर बनाएछ यताबाट जाँदा कहाँ पुगिन्छ घर पुगिँदैन नि यहाँबाट अनि यिनीहरू चाहिँ कहाँ घुम्नु जान्छ त घर ढिलो भइसक्यो होला काम गर्नु होस् किम्बु खाएर मलाई त यस्तो तिर्खा लाग्छ नि अब गएर मही बनाएर खानुपर्छ त्यसले त पेट पनि ऊ हुँदैन थाहा छ नि डिउहरू स्प्राइटहरू खायो भने पेट फुलाउँछ
अनि त्यो खायो भने चाहिँ पेट फुलाउँदैन, थाहा छ नि तपाईँलाई। तपाईँले नखानु। यो चाहिँ के को बोट हो? यहाँ हेर्नु त, सुन्तला हो कि कागती हो? कति राम्रो बोट हेर्नुहोस् न। यो कागती होला, निम्बु होला के। अब हामी चाहिँ घर आइपुग्नु लागि गाइसहरू हेर्दाखेरि यस्तो भयो पनि। कति राम्रो छ होइन, यहाँ हेर्नुहोस् न पोखरी पानी। तर पानी चाहिँ आउनु चाहिँ आउँदो रहेछ। पिकनिक त यता पो आउनुपर्ने रहेछ त खानु होइन। तपाईँहरू आउनु के पिकनिक? आगो बाल्ने होइन नि त, खाना लिएर आउने, घुम्ने, खाने। ओके गाइस, हामी घर आइपुग्यौँ। बाई बाई। जङ्गल घुम्यो, बहुत मजा आयो। यहाँनिर मन्दिर छेउमा छ घर हाम्रो चाहिँ के भन्नु, आन्टीहरूको घर चाहिँ। बाई बाई गाइज। यदि मेरो भिडियो मनपर्छ भने तपाईँहरूले लाइक, कमेन्ट गर्नु, सब्सक्राइब गर्नु होला। बाई बाई गाइज। तपाईँले खाने झार्तो होइन आन्टी? अनि यसको चटनी खानुहुन्छ भन्दै थियो तपाईँलाई। अस्ति नि उसमा भिडियोमा देखाएर उनीहरूले। घर आइपुग्यो अब हामी। बाई बाई।